नमस्कार साथीहरु, गोर्खा नेपाल युट्युब च्यानलमा तपाईहरुलाई हार्दिक स्वागत रहेछ। लोक सेवा आयोग, बैंक, शिक्षक सेवा आयोग, आर्मी, पुलिस लगायत अन्य विभिन्न कम्पिटिटिभ एक्जामको तयारी गरिरहनु भएका सम्पूर्ण दाजुभाइ दिदीबहिनी तथा साथीहरुको लागि आजको यो भिडियो यति नै धमाकेदार र महत्त्वपूर्ण हुनेछ। याद छ नि, हामीले ट्रायंगल काउन्टिङको पार्ट 1 र पार्ट 2 मा कस्ता मस्त सर्टकट ट्रिकहरु सिकेका थिए। त्यो भिडियोहरु छुटाउनु भएको छ भने माथि आई बटनमा क्लिक गरेर वा तल डिस्क्रिप्सनमा लिंक छ, गएर हेर्न सक्नुहुन्छ। तर आज हामी त्यो भन्दा पनि 10 गुणा खतरनाक, कम्प्लेक्स र दिमागको दही बनाउने चित्रलाई सेकेन्डमै फुटाउने मास्टर सर्टकट ट्रिक लिएर आएका छौं। धेरै जसो साथीहरुले एक्जाममा यस्ता चित्र देख्दा टाउको समात्न थाल्छ, निसास्नुहुन्छ र ल अब त टाइम सक्यो भन्नुहुन्छ। तर आजको यो भिडियो हेरिसकेपछि तपाईले चित्र हेर्न बित्तिकै पेन नचलाई मनमै उत्तर निकाल्न सक्नुहुन्छ। त्यो भएर साथीहरु, भिडियोलाई स्किप नगरिकन पुरा अन्तसम्म हेर्नु होला, किनकि आज हामी स्टेप 1 देखि स्टेप 6 सम्म बिल्कुलै नयाँ र गजबका आकृतिहरुलाई एक एक गरेर चिरफार गर्नेछौं। र भिडियोको अन्तमा तपाईको लागि एउटा सरप्राइज च्यालेन्ज पनि हुन्छ। लौ त तयार हुनुहुन्छ त? त्यसो भए पेन र कापी समात्नुहोस्, भिडियोलाई एउटा प्यारो लाइक ठोक्नुहोस् र आउनुहोस् सुरु गरौँ आजको यो अभियात्रा। ल अब यहाँ हेर्नु, सबैभन्दा पहिला हामीहरु सर्टकट ट्रिकको प्रयोग गरेर यो चित्रलाई सल्भ गर्नेछौं कि यो फिगरमा कतिवटा ट्रायंगल रहेछ। र तपाईहरुलाई याद होला, हामीहरुले जतिवटा आईक्यू को प्रश्न सल्भ गरे त्यो सबै प्रश्नहरु सर्टकट ट्रिकका प्रयोग गरेर नै सल्भ गरेका छौं। र यो च्यानलमा म जे पनि लिएर आउँछु यो फुल डिटेलका साथ र राम्रोसँग क्लियर हुने गरी, ताकि तपाईले कुनै भिडियो एक पटक हेरेपछि आजीवन बिर्सनु परेन। त्यस्ता ट्रिकी र फुल क्लियरेन्सका साथ भिडियोहरु लिएर आउँछु। त्यस्तै आज पनि हामीहरु यो सबै ट्रायंगललाई विथिन सेकेन्डमा सल्भ गर्नेछौं। र यस्तो खाली फिगरमा ट्रायंगल काउन्ट गर्ने ट्रिक तपाईले पुरा युट्युबमा कतै पनि भेटाउने छैन। तपाईलाई विश्वास भइरहेको छैन भने गएर सर्च गर्नु, वा न कुनै कोचिङ वा इन्स्टिट्युटमा यसको सर्टकट ट्रिक सिकाउनेछ। जबकि यस्तै क्वेशनहरु एक्जाममा पटक पटक सोध्ने गर्छ। तपाईलाई विश्वास छैन भने पुरानो क्वेशनहरु गएर हेर्नुस्, सबैभन्दा बढी यस्ता खाली फिगरबाट नै एक्जाममा क्वेशनहरु सोध्ने गर्छ। र यही क्वेशनलाई सल्भ गर्ने ट्रिक टिचरहरुलाई थाहा हुँदैन। तर टेन्सन गर्नु पर्दैन, यदि तपाई यो च्यानलमा गल्तीले नै आउनु भएछ भने आज तपाईको माइन्डमा जति पनि डाउट छ त्यो सबै डाउट क्लियर हुनेछ। र विश्वास राख्नुस्, तपाईको एक्जाममा 80% चान्स हुन्छ यस्तै क्वेशनहरु सोध्ने। त्यो भएर यो सबै क्वेशनलाई पुरा ध्यानले हेर्नु होला र आफ्ना कापीमा पनि एक एक स्टेप लेख्नु होला। लौ त सुरु गरौँ। यदि यस्तो खाली फिगर एक्जाममा आयो, योमा ट्रायंगल काउन्टिङ गर्न भन्छ भने के गर्ने? अब धेरै टाइम लाग्ला, तर यस्तो होइन। यस्तो फिगरमा तपाई विथिन सेकेन्डमै ट्रायंगल काउन्ट गर्न सक्नुहुन्छ। अब कसरी? अब यहाँ हेर्नु, यदि यस्तो फिगर आयो भने सबैभन्दा पहिला यसको बक्सहरुलाई काउन्ट गर्ने। जस्तो कि तपाई यहाँ हेर्न सक्नुहुन्छ 1 2 3 4 5 6 यस्तो बक्सहरुलाई पहिला काउन्ट गर्ने। र सबैभन्दा लास्ट पोजिसनमा, यानी कि सबैभन्दा ठूलो नम्बर जुन आउँछ त्यो नम्बरलाई 2 ले मल्टिप्लाई गर्नु होला र जति उत्तर आउँछ त्यो चाहिँ यहाँ लेखिदिनु होला। त भने 6 लाई 2 ले मल्टिप्लाई गर्दा कति उत्तर आयो त? 12। भने सिम्पली यहाँ 12 लेख्नु होला। तर यति मात्र उत्तर होइन, योमा अझै केही काम बाँकी छ। अब हेर्नु कि नेक्स्ट स्टेपमा के गर्नुपर्छ। सेकेन्ड स्टेपमा यहाँ तपाई हेर्न सक्नुहुन्छ यो दुवै साइडले लाइन तानेको छ, यहाँबाट पनि र यो साइडबाट पनि। यहाँ हेर्नु कि यहाँदेखि यहाँसम्म एउटा लाइन, त्यसपछि यहाँदेखि यहाँसम्म एउटा लाइन, किनकि बीचमा एउटा लामो लाइन तनाएपछि यो दुवै लाइनलाई दुई टुक्रामा बाँटेको छ। भने यो फिगर भित्र जतिवटा लाइन छ यो सबै लाइनलाई सिम्पली कट लगाउनु होला। जसो कि तपाई यो भिडियोमा हेर्न सक्नुहुन्छ, यो सबै लाइनमा सिम्पली कट लागेको छ। सिम्पली यसलाई के गर्नु होला? काउन्ट गर्नु होला। 1 2 3 4 भन्नाले योमा जम्मा कतिवटा लाइन छ त? 4 वटा। भने सिम्पली यहाँ 4 लेख्नु होला। त्यसपछि यो दुवैलाई जोड्नु होला। यो दुवैलाई जोडेपछि जति उत्तर आउँछ त्यति एउटा ट्रायंगल हुन्छ यो फिगर भित्र। भने उत्तर कति आएछ त? 16। भने यो फिगरमा कतिवटा ट्रायंगल छ त? 16 वटा। ल क्लियर भइहाल्नु भयो कि एक्जाममा यस्तो खाली फिगर आयो भने सबैभन्दा पहिला के गर्ने? सबैभन्दा पहिला यो बक्सलाई काउन्ट गर्ने र काउन्ट गरे पश्चात सबैभन्दा ठूलो नम्बर जुन हुन्छ त्यसलाई 2 ले मल्टिप्लाई गर्ने। त्यसपछि यो दुवै साइडको लाइनलाई गिन्ती गर्ने। याद राख्नु होला, यो बीचको यानी कि सेन्टरको लाइनलाई गिन्ती गर्नु छैन, दुवै साइडको लाइनलाई गिन्ती गर्नु छ। सेन्टरको लाइनलाई गिन्ती गर्नु छैन। गिन्ती गरेपछि यहाँ लेख्नु होला। त्यसपछि यो पहिलाको सम र अहिलेको सम दुवैलाई एड गर्नु होला। जति उत्तर आउँछ त्यति एउटा ट्रायंगल हुन्छ यो फिगर भित्र। ल कम्प्लिट। ल यहाँ पनि क्लियर भएन भने यहाँ हेर्नु, यो फिगर पनि यस्तै हो, तर योमा अलिकता चेन्ज छ। हेर्नु, यो फिगरमा माथि केही पनि होइन, तर यो फिगरमा माथि एउटा लाइन तानेको छ। र जब यहाँ माथि एउटा लाइन तानेको छ भने यसको पुरा रोल चाहिँ चेन्ज भइहाल्छ। अब कसरी त्यो हेर्नु। अब यहाँ हेर्नु कि यहाँ पनि त्यही सेम सबैभन्दा सुरुको स्टेपमा त्यही फर्मुला युज गर्ने जुन चाहिँ योमा गर्नुभयो थियो। कुन फर्मुला त? सबैभन्दा पहिला यो बक्सलाई काउन्ट गर्ने। त्यस्तै यहाँ पनि सबैभन्दा पहिला यो बक्सलाई काउन्ट गर्ने। अब योमा कतिवटा बक्स छ त्यो हेर्नु, 1 2 3 4 5 6 7 8 भने योमा सबैभन्दा ठूलो नम्बर कुन हो? 8। भने म यहाँ के सिकाएको थिएँ? सबैभन्दा ठूलो नम्बरलाई 2 ले मल्टिप्लाई गर्ने। त्यस्तै यहाँ पनि सबैभन्दा ठूलो नम्बर कुन हो त? 8। भने यो 8 लाई के गर्नुपर्छ त? 2 ले मल्टिप्लाई। यो 2 ले मल्टिप्लाई गरेपछि जति उत्तर आउँछ सिम्पली यहाँ लेख्नु होला। त्यसपछि अब सेकेन्ड स्टेपमा, यहाँ चाहिँ सेकेन्ड स्टेपमा के सिकाएको थिएँ कि लाइनलाई काउन्ट गर्ने, तर बीचको लाइनलाई हैन। त्यस्तै यहाँ पनि यसको लाइनलाई काउन्ट गर्ने, तर बीचको लाइनलाई हैन। अब कसरी? यहाँ हेर्नु कि योमा पनि लाइन काउन्ट भएछ, तर यहाँको रुल्स
अलिकता चेन्ज छ। योमा हेर्नु कि बीचको लाइन एउटा पनि काउन्ट भए छैन, तर योमा चाहिँ बीचको लाइन काउन्ट भएछ। तर यो बीचको तल्लो लाइन काउन्ट भए छैन, मात्र माथिको लाइन काउन्ट भएछ। भने किन काउन्ट भएछ त? किनकि यो बीचमा एउटा लाइन तानेको। अब जब एउटा लाइन तानाइहाल्छ भने यसको रुल्स नि चेन्ज भइहाल्छ। त सबैभन्दा पहिला योमा यसको लाइनहरुलाई काउन्ट गर्ने। यहाँ हेर्नु कि माथि एउटा कट लागेको छ 1, त्यसपछि यो साइडमा एउटा कट र यो साइडमा एउटा कट र यहाँ पनि एउटा कट र सेन्टरको लाइनमा पनि हेर्न सक्नुहुन्छ कि एउटा कट लागेको छ। भने जम्मा यहाँ कतिवटा लाइन छ? एउटा लाइन, दुईवटा लाइन, तीनवटा लाइन र चारवटा लाइन र यहाँ हेर्नु कि 5 वटा र 6 वटा। भन्नाले यहाँसम्म मात्र कतिवटा लाइन छ त? 6 वटा। यो कुरालाई याद राख्नु, यहाँसम्म कतिवटा लाइन छ त? 6 वटा। किनभने यहाँ पनि यस्तै फिगर हो। भने यहाँ 6 वटा छ भने यहाँ कति हुन्छ त? यहाँ पनि 6 वटा र यहाँ कतिवटा? यहाँ पनि 6 वटा। त्यो भएर यो चाहिँ याद राख्नु। यस्तो खाले फिगर आयो भने यस्तो खाले फिगरमा जम्मा लाइन कतिवटा हुन्छ त? 6 वटा। भने यहाँसम्म कतिवटा लाइन छ त? 6 वटा। त्यसपछि अब कुन कुन लाइन बस्छ त? एउटा यो र एउटा यो। र तपाईहरुलाई थाहा होला, म पहिला नै भने थिए यहाँ पनि कि बीचको लाइनलाई काउन्ट गर्नु छैन। त्यस्तै यहाँ पनि बीचको लाइनलाई काउन्ट गर्नु छैन। अब माथि काउन्ट भएछ किनकि यहाँ चाहिँ एउटा लाइन थप भएछ। त्यो भएर यहाँ चाहिँ यो लाइन काउन्ट भएछ। यो सबैलाई काउन्ट गरेपछि यहाँ सिम्पली लेख्नु होला। जति उत्तर आएछ त्यतिवटा ट्रायंगल नै छ यो फिगर भित्र। भने उत्तर कति आएछ त? 24। भने यो फिगर भित्र कतिवटा ट्रायंगल छ त? 24 वटा। ल क्लियर भ्याल्नु भयो। ल यहाँ पनि क्लियर भएन भने यहाँ हेर्नु। सबैभन्दा पहिला यहाँ पनि त्यही रुल्स प्रयोग गर्ने। कुन रुल्स? जुन चाहिँ फिगर 1 र 2 मा गर्नु भयो त्यो। के त? सबैभन्दा पहिला यो सबै बक्सलाई काउन्ट गर्ने। काउन्ट गरेपछि यसको सबैभन्दा ठूलो नम्बर जुन हुन्छ त्यसलाई चाहिँ 2 ले मल्टिप्लाई गर्ने। भने यसको सबैभन्दा ठूलो नम्बर कुन हो त? 10। भने यसलाई के गर्ने त? भने यसलाई सबैभन्दा पहिला 10 ले मल्टिप्लाई गर्ने। मल्टिप्लाई गरेपछि जति उत्तर आउँछ त्यो यहाँ सिम्पली लेख्ने। भने 10 ले 2 ले मल्टिप्लाई गरेपछि कति उत्तर आयो त? 20। भने 20 ले यहाँ सिम्पली लेख्ने। अब सेकेन्ड स्टेपमा यहाँ सिम्पली के गर्नुपर्छ त? लाइनलाई काउन्ट गर्नुपर्छ। जस्तो कि यहाँ पनि गरे थिए र यहाँ पनि। र म तपाईहरुलाई यो फिगरमा के सिकाए थिए कि यहाँसम्म जम्मा कतिवटा लाइन हुन्छ? 6 वटा। भने त्यस्तै फिगर सेम टु सेम यहाँ पनि हो। यहाँ हेर्न सक्नुहुन्छ। भने यो फिगरमा जम्मा लाइन कतिवटा छ त? 6 वटा। अब कसरी त्यो हेर्नु। 1 2 3, यो बीचको एउटा 4 5 र 6। यति पछि यहाँसम्म 6 वटा। त्यसपछि अब यहाँ हेर्नु कि एउटा 7, त्यसपछि एउटा यहाँ 8, यहाँ हेर्नु कि 9। यो बीचको लाइनलाई काउन्ट गर्नु छैन। यहाँ 10। भने योमा जम्मा लाइन कतिवटा छ त? 10 वटा। भने यो सबै लाइन काउन्ट गरेपछि यहाँ सिम्पली 10 लेख्नु होला। त्यसपछि यो दुवैलाई एड गरेपछि जति उत्तर आउँछ त्यतिवटा ट्रायंगल नै हुन्छ यो फिगर भित्र। भने यो फिगर भित्र कतिवटा ट्रायंगल छ त? 30 वटा। ल कम्प्लिट भइहाल्नु भयो। ल यहाँ पनि कन्फ्युजन छ भने यहाँ हेर्नु। यहाँ तपाईको माइन्डमा जति पनि डाउट छ यो सबै डाउट क्लियर भइहाल्छ। यदि यस्तो फिगर आयो भने योमा पनि त्यही स्टेप फलो गर्नुपर्छ जुन चाहिँ यो सबै फिगरमा गर्नु भएका थिए। यहाँ हेर्नु यो फिगर पनि माथिकै फिगरहरु जस्तै हो, मात्र यो फिगरमा एउटा अझै लाइन एड भएछ र यो फिगरमा मात्र 3 वटा लाइन छ। ल कन्फ्युजन दूर भयो भने यहाँ पनि त्यही फर्मुला अप्लाई गर्नुपर्छ। सबैभन्दा पहिला के गर्ने त? सिम्पली यसलाई काउन्ट गर्ने। काउन्ट गरेपछि सबैभन्दा ठूलो नम्बर जुन हुन्छ 2 ले सिम्पली मल्टिप्लाई गर्ने। भने यसको सबैभन्दा ठूलो नम्बर कुन हो त? 12। भने यसलाई के गर्नुपर्छ? 12 ले 2 लाई मल्टिप्लाई गर्नुपर्छ। मल्टिप्लाई गरेपछि जति उत्तर आउँछ त्यो यहाँ सिम्पली लेख्ने। फर्स्ट स्टेप कम्प्लिट। अब सेकेन्ड स्टेपमा हेर्नु कि योमा कतिवटा लाइन छ यो चाहिँ गिन्ती गर्ने। सेकेन्ड स्टेपमा यसको लाइन काउन्ट गर्ने। अब यहाँ हेर्नु कि योमा कतिवटा लाइन छ। यहाँसम्म 6 वटा लाइन, जसो कि यहाँ पनि 6 वटा लाइन र यहाँ माथि पनि 6 वटा लाइन। भने सेम टु सेम यही फिगरहरु जस्तो यो फिगर पनि हो। भने यहाँ पनि कतिवटा लाइन हुन्छ त? 6 वटा। अब हेर्नु 7 8 र एउटा 9 वटा यहाँसम्म। त्यसपछि 10 11 र 12। भने यो फिगरमा जम्मा लाइन कतिवटा छ? 12 वटा। भने सिम्पली यहाँ 12 लेख्ने र 12 लेखेपछि सिम्पली यसलाई के गर्ने त? एड गर्ने। एड गरेपछि जति उत्तर आउँछ त्यतिवटा ट्रायंगल नै छ यो फिगर भित्र। भने यो फिगर भित्र कतिवटा ट्रायंगल छ त? 36 वटा, आने कि 36 वटा। अहिले पनि धेरै विद्यार्थीहरुलाई यो ट्रिक गाह्रो लाग्यो होला कि सर यदि यस्तो फिगरमा लाइन काउन्ट गर्नमा मिस्टेक भयो भने मेरो उत्तर नै रङ भइहाल्छ। भने यो भन्दा पनि अलि सर्टकट ट्रिक बताउनु न। भने ओके साथीहरु, भने यो भन्दा पनि सर्टकट ट्रिक लिएर आएका छु। हेर्नु कि धेरै रिसर्च गरे पश्चात म तपाईहरुका लागि भिडियो लिएर आउँछु। त्यो भएर साथी हो, सेकेन्ड रुल्स जानु भन्दा पहिला यदि तपाईलाई भिडियो इन्फर्मेटिभ लागिरहेछ भने भिडियोलाई एउटा लाइक गरिदिनु होला र तपाई पनि लोकसेवाको जुनसुकै निकायको तयारी गर्दै हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी अल नोटिफिकेसन बटन अन गरिहाल्नु होला। यसले गर्दा के हुन्छ भने म लोकसेवा सम्बन्धी कुनै पनि न्यू अपडेट लिएर आउँछु त्यो चाहिँ तपाईको समक्ष सबभन्दा अगाडि पुगिहाल्छ। र एउटा अर्को कुरा साथीहरु, यदि तपाईले रिजनिङमा अनि कि फिगर काउन्टिङमा स्क्वायर काउन्ट गर्न पनि आइडिया छैन भने तल कमेन्ट बक्समा बताउनु होला। म तपाईको कमेन्टको अनुसार नै अग्लो भिडियो लिएर आउने छु। अब यहाँ हेर्नु कि यसको अर्को ट्रिक कुन हो जुनमा चाहिँ यो लाइन काउन्ट गर्न आवश्यकता छैन। तपाई हेर्न बित्तिकै विथिन सेकेन्डमा उत्तर निकाल्न सक्नुहुन्छ। तर यस्तो फिगरमा त्यो रुल्स काम गर्दैन। यस्तो खालको फिगरमा मात्र त्यो रुल्सहरु काम गर्छ। अब यस्तो खालको फिगर भने कस्तो? जुन फिगरमा भित्र पनि लाइन हुन्छ। जस्तो कि यो फिगरमा हेर्नु यहाँ मात्र 4 वटा लाइन छ। भन्नाले यो फिगरमा मात्र मैले अहिले जुन बताइरहेको छु त्यो रुल्स लागू हुँदैन, बाँकी बात सबै फिगरमा त्यो रुल्स लागू हुन्छ। र यो फिगरमा तपाईलाई यही रुल्स प्रयोग गर्नुपर्छ। बाँकी बात यो फिगरहरुका लागि म तपाईहरुलाई अहिले अर्को रुल्स बताइरहेका छु। अब
त्यो सेकेन्ड रुल्स के हो भने त्यो हेर्नु। सबैभन्दा पहिला यो बक्सले काउन्ट गर्ने, काउन्ट गरेपछि सबैभन्दा ठुलो नम्बर जुन हुन्छ त्यसलाई 2 ले मल्टिप्लाई नि गर्ने। मल्टिप्लाई गरेपछि जति उत्तर आउँछ त्यसलाई सिम्पली यहाँ लेख्ने। यति लेखेपछि यहाँ हेर्नु कि सबैभन्दा ठुलो नम्बर कुन हो? 8 हो। त्यही 8 योमा एड गर्ने। जति उत्तर आउँछ त्यति एउटा ट्रायंगल नै हुन्छ यो फिगर भित्र। त्यस्तै सेम यहाँ पनि सबैभन्दा पहिला यसलाई काउन्ट गर्ने, सबैभन्दा ठुलो नम्बर जुन हुन्छ त्यसलाई 2 ले मल्टिप्लाई गर्ने। जुन ठुलो नम्बर छ अनि कि 10 छ भने 10 लाई फेरि योमा एड गर्ने। जति उत्तर आयो त्यति एउटा ट्रायंगल नै हुन्छ यो फिगर भित्र। त्यस्तै यहाँ पनि हेर्नु, सबैभन्दा पहिला यो बक्सले काउन्ट गर्ने र काउन्ट गरेपछि सबैभन्दा ठुलो नम्बर जुन हुन्छ त्यसलाई 2 ले मल्टिप्लाई गर्ने। भने मल्टिप्लाई गरेपछि यसको उत्तर कति आयो त? 24। त्यसपछि सेकेन्ड स्टेपमा यसको सबैभन्दा ठुलो नम्बर कुन हो? 12। भने 12 लाई योमा एड पनि गर्ने। एड गरे पश्चात यसको उत्तर जति आउँछ त्यति एउटा ट्रायंगल नै हुन्छ यो फिगर भित्र। ल कम्प्लिट। हेर्नु कि यो फिगरलाई काउन्ट गर्ने ट्रिक तपाईले पुरा युट्युबमा कतै पनि भेटाउने छैन वा न कुनै कोचिङ वा इन्स्टिट्युटमा सरहरूले बताउने गर्छ। विश्वास छैन भने आफ्नो कोचिङ वा इन्स्टिट्युटमा कुनै सरसँग गएर सोध्नु होला। उहाँहरु चाहिँ यो फिगरलाई काउन्ट गर्छ। तर यो च्यानलमा आउनु भएछ भने यहाँ चाहिँ हार्ड वर्क हुँदैन, यहाँ चाहिँ स्मार्ट वर्क हुन्छ। र एउटा कुरा ख्याल गर्नु होला, लोकसेवामा हार्ड वर्क मात्र गर्नेले कहिले पनि लोकसेवामा नाम निकाल्न पाउँदैन। र जुन मान्छेहरु चाहिँ हार्ड वर्कका साथै साथ स्मार्ट वर्क पनि गर्न जान्छ त्यसले मात्रै लोकसेवामा नाम निकाल्न पाउँछ। र तपाईले अहिलेसम्म स्मार्ट वर्क कसरी गर्ने भन्ने कुरा थाहा छैन भने टेन्सन लिनु परेन। म तपाईहरुलाई बताउने छु कि कसरी फर्स्ट पेपर, सेकेन्ड पेपर र थर्ड पेपरको तयारी सर्टकट तरिकाले गर्ने। अब धेरै साथीहरुले रिटन परीक्षामा गाह्रो हुन्छ कि सर फर्स्ट पेपर त पास गरिहाल्छु तर सेकेन्ड र थर्ड पेपरमा थ्योरी हुन्छ, त्यही भएर सेकेन्ड र थर्ड पेपर चाहिँ क्रेक भइरहेको छैन भने टेन्सन लिनु परेन साथी हो। भने ठुलो भन्दा ठुलो थ्योरी कसरी याद गर्ने? हामीहरु ठुलो भन्दा ठुलो थ्योरी विथिन मिनेटमा अनि कि 5 देखि 10 मिनेटमा कसरी याद गर्ने यसलाई पनि हामीहरु सर्टकट ट्रिकका साथ बुझ्ने छौं। सच्चीकैमा त्यो पोसिबल छ? हो साथी हो। अब कसरी त्यो चाहिँ हामीहरु अर्को भिडियोमा हेर्छौं। अहिले चाहिँ हामीहरु आफ्नो टपिक तर्फ अगाडि बढौं। अब यहाँ हेर्नु कि यस्तो फिगर यदि एक्जाममा आयो भने यस्तो फिगरमा सबैभन्दा पहिला यहाँ ठुलो ठुलो ट्रायंगल कतिवटा हेराइरहेछ? 3 वटा। जुन चाहिँ यहाँ हेर्नु कि रातो कलरले पनि ड्रो भएका हुन्। भने ठुलो ठुलो ट्रायंगल कतिवटा छ? 3 वटा। एउटा यो र एउटा यो सबैभन्दा ठुलो ट्रायंगल। यहाँसम्म क्लियर भइहाल्नुभयो? यस्तो खाइन ट्रायंगलमा सबैभन्दा पहिला यो स्टेप फलो गर्ने। पुरा शान्तिले हेर्नु होला। जतिवटा ठुलो ट्रायंगल हुन्छ त्यसलाई सिम्पली काउन्ट गर्ने र काउन्ट गरेपछि तल लेखिदिनु होला ताकि फेरि बादमा गएर कन्फ्युजन नहोस्। यति गरेपछि अब सेकेन्ड स्टेपमा हेर्नु, यहाँ हेर्नु कि ए, बी र सी, एबीसी लाई मिलाएर एउटा अझै ट्रायंगल बन्छ। त्यसपछि ई, एफ र जी यो तीनटैलाई मिलाएर एउटा अझै ट्रायंगल बन्छ। त्यसपछि अब यहाँ हेर्नु कि एम, एन र ओ यो तीनटैलाई मिलाएर एउटा अझै ट्रायंगल बन्छ। भने बाहिर कतिवटा छ त? 3 वटा र भित्र पनि 3 वटा। भने यो फिगरमा 3 + 3 कति त? 6। त्यसपछि अब यहाँ यदि यस्तो फिगर एक्जाममा आयो भने यस्तो फिगरमा ट्रायंगल कसरी काउन्ट गर्ने? सिम्पली चाहिँ सबैभन्दा पहिला माथिको बक्सले काउन्ट गर्ने र यो सबैले काउन्ट गरेपछि यो सबैलाई एड गर्ने। एड गरेपछि जति उत्तर आउँछ त्यो सिम्पली यो काटमा लेख्ने। त्यही प्रोसेस तल पनि यो सबै बक्सलाई काउन्ट गर्ने र सबैलाई एड गरेपछि जति उत्तर आउँछ त्यसलाई यहाँ लेख्ने। यही प्रोसेस तलसम्म फलो गर्दै जाउने। लास्टसम्म यही प्रोसेस फलो गरेपछि यो सबैलाई एक ठाउँमा एड गर्ने। अब यहाँ हेर्नु कि 28 + 15 43, 43 + 6 49, 49 + 1 50। भन्नाले यो फिगरमा टोटल नम्बर अफ ट्रायंगल कतिवटा छ त? 50 वटा। र यही रुल्स प्रयोग गरेर तपाई यस्तो खाइन जति ठुलो प्रश्न आए तापनि त्यसको उत्तर विथिन सेकेन्डमा निकाल्न सक्नुहुन्छ। लौ त साथीहरु आजको लागि यतिकै। स्टेप 1 देखि स्टेप 6 सम्म यी सबै चित्रहरू लोकसेवा र अन्य विभिन्न इन्ट्रान्स एक्जाममा बारम्बार दोहोऱ्याइएर सोधिएको यति नै सम्भावित प्रश्नहरू हुन्। तपाईले आजको यो पार्ट 3 को भिडियो कस्तो लाग्यो? मलाई पूर्ण विश्वास छ अब यस्ता कम्प्लेक्स चित्रहरू देख्दा तपाईहरु डेराउनु हुन्न बल्कि मजाले सेकेन्डमै हल गर्न सक्नुहुन्छ। त्यही भएर म तपाईहरुका लागि दुईवटा प्र्याक्टिस क्वेशनहरू पनि लिएर आएका छु। यहाँ तपाईहरु हेर्न सक्नुहुन्छ कि दुवै क्वेशन एक जस्तै हो तर पुरा ध्यानले हेर्नुहुन्छ भने अलिअलिको फरक छ। अब अलिअलिको फरक के हो त्यो पनि म बताइदिइरहेको छु ताकि तपाईहरुलाई सल्भ गर्न सजिलो होस्। यहाँ हेर्नु कि दुवै लाइन एक साथमा जोइन्ट छ तर योमा बीचको लाइन मात्र दुवै साइडले जोइन्ट छ, बाँकी बाद माथि र तल। यहाँ हेर्नु कि एउटा अगाडि छ र एउटा पछाडि, त्यस्तै यहाँ पनि एउटा अगाडि र बीचमा यो दुवै जोइन्ट। त्यसपछि अब यहाँ हेर्नु कि एउटा पछाडि र एउटा अगाडि र यहाँ चाहिँ एउटा मात्र छ। तर यो फिगरमा यस्तो छैन। यो फिगरमा दुवै साइडले बराबर नै हो। एक्जामरहरूले तपाईहरुलाई कन्फ्युज गर्नका लागि यस्ता यस्ता क्वेशन सोध्ने गर्छ ताकि स्टुडेन्ट झुकियोस् र आफ्नो उत्तरलाई रङ गरोस्। यही त हो बाबु लोकसेवा। हेर्नु कि म पटक पटक भन्ने गर्छु कि बाबु लोकसेवा भोकेर होइन बल्कि ठोकेर पढ्नु पर्छ। तर यो कुरालाई धेरै साथीहरुले मजाक बुझ्छ। तर जुन साथीहरुले यसलाई सिरियस लिएछ वा जुन साथीहरुले मैले भनेको कुरा सम्झिहालेछ उहाँहरुको नाम लोकसेवामा आउने बाटो कोही पनि रोक्न पाउँदैन। हेर्नु कि लोकसेवामा भोकेर होइन अनि कि रटेर होइन बल्कि ठोकेर अनि कि ट्रिकले र एडभान्स तरिका प्रयोग गरेर लोकसेवाका क्वेशनहरू सल्भ गर्नुपर्छ अथवा याद गर्नुपर्छ। यदि तपाईमा यो एबिलिटी छ भने तपाईलाई लोकसेवामा नाम निकाल्न कोही पनि रोक्न सक्दैन। र यो भन्दा अग्लो सालमा अनि कि आउने नेक्स्ट इयरमा तपाई पनि एउटा सरकारी जागिरे मान्छे हुनुहुन्छ। हेर्नु तपाईले सही बाटो बताउने काम मेरो हो तर त्यो बाटोमा हिँड्ने काम तपाईलाई नै गर्नुपर्छ। अब युट्युबमा यस्ता फाटा टिचरहरू हुन् जसले भन्छ कि बढी पढ्नु पर्दैन, अलि पढ्दा नि तपाईको नाम लोकसेवामा आइहाल्छ। तर यस्तो केही
पनि होइन साथी हो, लोकसेवामा नाम निकाल्नका लागि तपाईलाई बढी पढ्नु नै पर्छ। अब बढीमा कति बढी भन्नाले रोजाना अनि कि रेगुलर प्रत्येक दिन 3-3 घण्टा दिनुस्। एक पटक फेरि सुन्नु, मैले भने कि प्रत्येक दिन भन्नाले चाहे दशैं होस् वा तिहार होस् वा तपाईको घरमा कसैको बर्थडे वा फिर कसैको शादी, कुनै पनि दिन पढाइ छुट्नु पर्दैन। प्रत्येक दिन तपाईले 3-3 घण्टा पढ्नु नै छ। यो कुराको संकल्प लिहाल्नु। त्यसपछि हेर्नु कि तपाईको नाम 1 सालपछि कसरी आउँदैन। तपाई 100% स्योर बस्नु कि कुनै न कुनै सेवामा तपाईको 100% सिलेक्सन हुनेछ। र एउटा अर्को कुरा, मात्र धेरै पढेर केही हुँदैन, बल्कि स्मार्ट तरिकाले पढ्नु पर्छ। अब त्यो स्मार्ट तरिका के हो त्यसको लागि टेन्सन नगर्नुस्, म तपाईहरुका लागि स्टेप बाइ स्टेप सबै थोक लिएर आउनेछु। लौ त साथी हो, भिडियो यदि मन पराएको छ भने तुरन्तै लाइक बटन थिच्नु होला र आफ्ना लोकसेवाका तयारी गरिरहनु भएका साथीहरुसँग शेयर गर्न नबिर्सनु होला। र च्यानलमा नयाँ हुनुहुन्छ भने गोर्खा नेपाल युट्युब च्यानललाई सब्स्क्राइब गरेर सँगै अल नोटिफिकेसन बटन अन गरिहाल्नु होला। यसले हामीलाई अझै राम्रा र ज्ञानवर्धक भिडियोहरु बनाउनका लागि ठूलो ऊर्जा दिनेछ। अब पालो तपाईको होमवर्कको यानी कि च्यालेन्जको। स्क्रिनमा दिएको चित्रमा जम्मा कतिवटा त्रिभुजहरु छ, भिडियो रोकेर राम्ररी काउन्ट गर्नुहोस् र यसको सही उत्तर कमेन्ट बक्समा तुरन्तै लेख्नुहोस्। सही उत्तर दिने साथीहरुको नाम हामी आगामी भिडियोमा लिनेछौं। अनि अब सबैभन्दा खुसीको कुरा, नेक्स्ट पार्ट 4 मा फेरि ट्रिङ्गल काउन्टिङको अझै खतरनाक र नयाँ ट्रिक आउँदैछ। त्यसैले आफ्नो नोटिफिकेसन्स अन राख्नु होला। आजको लागि यति नै। सबैको दिन शुभ रहोस्, तयारी राम्रोसँग गर्नु होला। धन्यवाद, नमस्कार।